जनालाई आज हामी क्लास 12 को वर्कशीट भन्ने च्याप्टरको बारेमा डिस्कस गर्न आँट्दैछौँ। वर्कशीटमा पनि हामीले आज चाहिँ 12 कोलम वर्कशीट, त्यसमा हुने केही एडजस्टमेन्ट्सहरू, त्यो एडजस्टमेन्टलाई कसरी एडजस्ट गरिन्छ त्यसको केही एक्सप्लेनेसन र एउटा प्रोबेबल अथवा एक्जाम्पल क्वेसनको सोल्युसन गर्न आँट्दैछौँ। लागौँ एउटा क्वेसनतर्फ। हामीसँग एक्सवाइजी भन्ने कम्पनीको 31 चैत्र 2080 को इन्फर्मेसन प्रोभाइडेड छ, जहाँनिर चाहिँ हामीलाई केही डेबिट आइटमहरू र केही क्रेडिट आइटमहरू हामीलाई प्रोभाइडेड छ भने यसको टोटल चाहिँ हामीसँग 4,80,000 क्वेसनमा इन्फर्मेसन गिभन छ र हामीलाई केही एडिसनल इन्फर्मेसनहरू पनि प्रोभाइड गरिएको छ, जहाँनिर चाहिँ हामीलाई फर्स्टमा आउटस्ट्यान्डिङ वेजेसको कुरा गर्दैछ, सेकेन्डमा डिप्रिसिएसन अन मेसिनरीको कुरा गर्दैछ, थर्डमा प्रपोज डिभिडेन्डको कुरा गर्दैछ। यदि वर्कशीटमा हामीलाई प्रपोज डिभिडेन्ड, पिएल अकाउन्टको बारेमा, ट्रान्सफर टु जेनरल रिजर्भको इन्फर्मेसन्सहरू प्रोभाइड गरिएको छ भने चाहिँ त्यस्तो क्वेसन चाहिँ 12 कोलम वर्कशीटको लागि गिभन हुने गर्दछ र अहिलेको क्वेसनमा पनि हामीलाई रिक्वायर्डमा 12 कोलम वर्कशीट भनेर क्लियरली क्वेसनले भनेको छ। अब यस्तो खालके क्वेसन आयो भने चाहिँ एक्जाममा कसरी वर्कशीट प्रिपेयर गर्ने त भन्दा फर्स्टमा चाहिँ एडिसनल इन्फर्मेसनलाई कसरी एडजस्ट गर्ने भन्ने कुरालाई बुझौँ, त्यस पछाडि फर्दर डिस्कसनमा जानेछौँ। एडिसनल इन्फर्मेसनमा हामीसँग आउटस्ट्यान्डिङ वेजेस प्रोभाइड गरिएको छ। आउटस्ट्यान्डिङलाई जहिले पनि हामीले एड गर्नुपर्ने हुन्छ, जुन आइटमको आउटस्ट्यान्डिङ हो त्यही आइटमसँग एड गर्ने। अहिलेलाई हामीलाई वेजेसको आउटस्ट्यान्डिङ भन्यो, हामीले वेजेससँग आउटस्ट्यान्डिङलाई एड गर्नु पर्यो। सेम वेमा एडभान्स थियो भने चाहिँ हामीले घटाउनु पर्थ्यो। यो एडजस्टमेन्टको बारेमा फाइनल अकाउन्टको भिडियोमा मजाले डिस्कसन गरिएको छ, त्यहाँबाट रिफरेन्स लिन सकिन्छ। फर्स्टमा त आउटस्ट्यान्डिङ वेजेसलाई जुन आइटम हो त्यही आइटमसँग एड गरिदिने, त्यसलाई इन्कम स्टेटमेन्ट यानि कि ट्रेडिसनल्ली बुझ्ने हो भने वेजेस ट्रेडिङमा चढ्ने भएको कारणले गरेर आउटस्ट्यान्डिङलाई पनि ट्रेडिङमा लगेर जोड्नु पर्यो र आउटस्ट्यान्डिङ तिर्न बाँकी लायबिलिटिज हुने भएको कारणले गरेर यसलाई ब्यालेन्स सिटको लायबिलिटी साइडमा लगेर रेकर्ड पनि गर्नु पर्यो। सेकेन्ड नम्बरमा हामीसँग छ डिप्रिसिएसन अन मेसिनरी 10% भन्दैछ। क्वेसनमा हामीलाई एसेट साइडमा लास्ट आइटम 1 लाख मेसिनरी दिएको छ। 1 लाखको 10% चाहिँ अब हामीले डिडक्ट गर्नु पर्यो। 1 लाखको 10% भनेको 10,000 हुन जान्छ। 10,000 चाहिँ हामीले मेसिनरीको भ्यालुसँग माइनस गर्नुपर्ने हुन्छ। माइनस गर्दाखेरि यसलाई हामीले चाहिँ नन क्यास एक्सपेन्सेसको रूपमा ट्रिट गर्छौँ र त्यो नन क्यास एक्सपेन्सेस भएको कारणले गरेर डिप्रिसिएसनलाई चाहिँ हामीले पिएल अकाउन्टमा लगेर देखाउनु पर्यो डेबिट साइडमा। त्यस्तै गरेर डिप्रिसिएसनलाई चाहिँ हामी ब्यालेन्स सिटमा एसेट साइडमा मेसिनरीमा लेस गर्ने गर्छौँ। त्यस्तै गरेर हामीसँग थर्ड नम्बरमा प्रपोज डिभिडेन्डको कुरा गर्दैछ। प्रपोज डिभिडेन्ड पर्सेन्टेजमा दिएको छ अहिलेको कन्डिसन हो भने चाहिँ जहिले पनि सेयर क्यापिटलको भ्यालुको चाहिँ 10% हामीले जति पर्सेन्ट हामीलाई गिभन छ त्यति पर्सेन्ट क्यालकुलेट गर्नुपर्ने हुन्छ इफ अरू फर्दर केही इन्फर्मेसन छैन भने। सेयर क्यापिटलमा इफ कल्स इन एरर छ भने चाहिँ कल्स इन एरर घटाइसके पछाडि पेड अप क्यापिटल निकाल्नुपर्ने हुन्छ। त्यो चाहिँ कसरी निकालिन्छ त भन्दा सेयर क्यापिटलमा माइनस गर्ने कल्स इन एररलाई, सेयर क्यापिटल माइनस कल्स इन एरर डिडक्ट गरिसके पछाडि आएको भ्यालुलाई हामी पेड अप क्यापिटल भन्छौँ। त्यो पेड अप क्यापिटलको चाहिँ हामी के गर्छौँ त भन्दा प्रपोज डिभिडेन्ड क्यालकुलेट गर्छौँ। अहिलेलाई कल्स इन एरर छैन, सिधै सेयर क्यापिटल 90,000 छ। 90,000 को 10% भनेको 9,000 चाहिँ हाम्रो प्रपोज डिभिडेन्ड हुन्छ, जसलाई चाहिँ हामीले पिएल एप्रोप्रिएसन अकाउन्ट अथवा स्टेटमेन्ट अफ रिटेन अर्निङको डेबिट साइडमा देखाउनु पर्यो र यसको एडजस्टमेन्ट काहीँ एड अथवा काहीँ लेस नहुने भएको कारणले गर्दा यसलाई हामीले ब्यालेन्स सिटको लायबिलिटिजमा डाइरेक्टली रेकर्ड गर्छौँ। मैले अघिल्लो भिडियोमा पनि डिस्कसन गरेको थिएँ, जुन आइटमलाई जहाँ एड अथवा लेस गरिन्छ त्यसलाई चाहिँ त्यहाँ नराख्ने, त्यसको अपोजिट साइडमा राख्नुपर्छ भनेर मैले भनिरहेको थिएँ। फेरि पनि त्यो कुरालाई फर्दरली मैले यहाँ जोड्दै कुरा डिस्कसन गर्दैछु। आउटस्ट्यान्डिङलाई यहाँ एक्सप्लेनेसनमा पनि देख्न सकिन्छ, हामीले एड इन्कम स्टेटमेन्टमा गऱ्यौँ। अब आउटस्ट्यान्डिङलाई रेकर्ड गर्दाखेरि चाहिँ हामीले इन्कम स्टेटमेन्टमा रेकर्ड गर्नु भएन, यसलाई चाहिँ हामीले ब्यालेन्स सिटमा लगेर देखाउनु पर्ने हुन्छ। एडजस्टमेन्ट्सको कुरा गर्दैछु म। सेम वेमा डिप्रिसिएसनलाई हामीले लेस चाहिँ एसेट साइडमा गरेका छौँ। लेस एसेट्समा गरेको कारणले यसलाई ब्यालेन्स सिटमा देखाउने होइन, हामीले सिधै सो इन इन्कम स्टेटमेन्ट भनेका छौँ। इन्कम स्टेटमेन्टमा देखाउने भएको कारणले गरेर चाहिँ यसलाई हामीले डाइरेक्टली
स्टेटमेन्टमा लगेर रेकर्ड गर्नुपर्ने हुन्छ। जुन आइटमलाई जहाँ हामी डाइरेक्ट रेकर्ड गर्छौँ त्यो आइटमलाई त्यहाँनिर रेकर्ड गर्नु पर्यो वर्कसिट बनाउँदा। यति कुराहरू बुझिसके पछाडि जाउँ यसको सोल्युसनतर्फ। फर्मेट निकै नै लामो देखिन्छ, कन्फ्युजिङ देखिन्छ, यद्यपि यो चाहिँ एकदमै सजिलो च्याप्टर भएको कारणले गर्दा कन्फ्युज नभइकन एकचोटि मैले कोलमहरूलाई पनि एक्सप्लेनेसन गर्दै पार्टिकुलर्समा आइटमहरूको हेडिङ अथवा नामलाई रेकर्ड गरिन्छ जुन हामीलाई क्वेसनमा दिएको हुन्छ। त्यस्तै गरेर अनएडजस्टेड ट्रायल ब्यालेन्समा चाहिँ क्वेसनलाई जस्ताको त्यस्तै डेबिटको डेबिटमा क्रेडिटको क्रेडिटमा रेकर्ड गर्छौँ। एडजस्टमेन्ट्स कोलममा हामी एडजस्टमेन्टलाई मात्रै रेकर्ड गर्छौँ। एडजस्टेड ट्रायल ब्यालेन्समा चाहिँ अनएडजस्टेड ट्रायल ब्यालेन्स र एडजस्टमेन्टलाई दुईटालाई एडजस्ट गरिसके पछाडि आएको टोटल भ्यालु एडजस्ट भइसके पछाडिको भ्यालुलाई हामी एडजस्टेड ट्रायल ब्यालेन्समा रेकर्ड गर्छौँ। डेबिटको डेबिट क्रेडिटको क्रेडिट। त्यस्तै गरेर इन्कम स्टेटमेन्टमा चाहिँ हामी ट्रेडिङ एकाउन्ट र पिएल अकाउन्टको इन्फर्मेसनलाई रेकर्ड गर्छौँ। ट्रेडिङ र पिएल अकाउन्टको इन्फर्मेसनलाई इन्कम स्टेटमेन्टमा रेकर्ड गर्छौँ। स्टेटमेन्ट अफ रिटेन्ड अर्निङमा चाहिँ हामी पिएल अप्रोप्रिएसन अकाउन्टलाई रेकर्ड गर्छौँ। त्यस्तै गरेर ब्यालेन्स सिटमा त ब्यालेन्स सिटलाई नै रेकर्ड गर्छौँ। यसरी चाहिँ हाम्रो 12 कलमको फर्मेट कम्प्लिट हुन्छ। अब दिएको क्वेसनको इन्फर्मेसनलाई पार्टिकुलरमा जस्ताको त्यस्तै सार्दिने। मैले फर्स्टमा डेबिट आइटमहरूलाई सार्दिएको छु। अब रिमाइनिङ हामीसँग क्रेडिट आइटम बन्छ, क्रेडिटलाई पनि जस्ताको त्यस्तै सार्दिने। पार्टिकुलर्समा डेबिट र क्रेडिट दुईटै आइटम सारिसके पछाडि हामीले एडिसनल इन्फर्मेसनलाई पनि कन्टिन्युसली सार्न सक्छौँ। मैले चाहिँ स्टेप वाइज स्टेप गरिदिएको छु। एडिसनल इन्फर्मेसनलाई पनि कन्टिन्यू सबै जतिवटा एडिसनल इन्फर्मेसन देख्छ सबै एडिसनल इन्फर्मेसनलाई पार्टिकुलर्समा लेख्न सकिन्छ। अनएडजस्टेड ट्रायल ब्यालेन्ससम्म भनेको चाहिँ क्वेसन जे दिएको छ त्यही कुरा जस्ताको त्यस्तै कपी गरिदिने। डेबिटको डेबिटमा क्रेडिटको क्रेडिटमा एडजस्टमेन्टको भ्यालुलाई चाहिँ हामीले डेबिट क्रेडिट गर्नु परेन। बाँकी ट्रायल ब्यालेन्सको डेबिट क्रेडिटलाई हामी डेबिट क्रेडिट नै गरिदिन्छौँ। आउटस्ट्यान्डिङ वेजेज हामीले वेजेससँग जोड्नुपर्छ भनेर अघि डिस्कसन गरिसकेको थियौँ। अब हाम्रो वेजेज चाहिँ माथि थर्ड नम्बरको आइटममा 20,000 दिएको छ। 20,000मा 5,000 हामीले जोड्नु पर्नेछ। वेजेस डेबिटमा 20,000 भएको कारणले हामीले के गर्यौँ त भन्दा एडजस्टमेन्टमा पनि डेबिटमा 5,000 राख्यौँ। डेबिट जोडियो। अब जोडेर एडजस्टेड ट्रायल ब्यालेन्समा चाहिँ 25,000 ट्रान्सफर गर्नुपर्ने हुन्छ। बट त्योभन्दा फर्स्टमा हामीले आउटस्ट्यान्डिङ वेजेसलाई माथि डेबिटमा राखेको छौँ। अब एडजस्टमेन्ट दुईचोटि रेकर्ड हुने भएको कारणले गर्दा आउटस्ट्यान्डिङ वेजेसको तल सिधा चाहिँ एडजस्टमेन्ट्समा क्रेडिट साइडमा 5,000 लगेर राख्नु पर्यो। एकचोटि यो स्टेपलाई मैले फेरि दोहोऱ्याइदिएँ। आउटस्ट्यान्डिङ वेजेससँग जोडिनु पर्ने हुन्छ। जोड्नको लागि हामीले डेबिटमा राख्छौँ। माथि एडजस्टमेन्टमा डेबिटमा राखिसके पछाडि आउटस्ट्यान्डिङ वेजेसलाई तल चाहिँ हामी के गरिदिन्छौँ त क्रेडिट साइडमा राख्छौँ। अब माथि 20,000 वेजेस 5,000 एडजस्टमेन्ट्स दुईटालाई जोडेर एडजस्टेडमा चाहिँ 25,000 ट्रान्सफर गरिदिने। यति गरिसकेपछि एडजस्टमेन्ट्सको काम सकियो आउटस्ट्यान्डिङ वेजेसको लागि। सेकेन्डमा थियो हामीसँग डिप्रिसिएसन अन मेसिनरी। मेसिनरी हाम्रो डेबिटको लास्ट आइटम छ 1 लाख। 1 लाखको 10% भनेको 10,000 हुन्छ, जसलाई चाहिँ हामीले घटाउनु पर्नेछ। मेसिनरीसँग 10,000 घटाउनु पर्नेछ। मेसिनरी डेबिटमा छ। घटाउनको लागि एडजस्टमेन्ट्समा क्रेडिट साइडमा लगेर राखिदिने। माथि क्रेडिट साइडमा रेकर्ड भइसकेपछि चाहिँ अब डिप्रिसिएसनको तल सिधा चाहिँ के गर्छौँ त यसलाई डेबिट साइडमा ल्याएर रेकर्ड गरिदिन्छौँ। अब त्यस्तै गरेर थर्ड नम्बरमा 1 लाखमा 10,000 घटाइसकेपछि आएको 90,000लाई पनि ट्रान्सफर गरियो। थर्ड नम्बरमा हामीसँग छ प्रपोज डिभिडेन्ड। प्रपोज डिभिडेन्ड निकाल्न चाहिँ सेयर क्यापिटलबाट निकालिन्छ, तर प्रपोज डिभिडेन्डको माथि कुनै आइटमसँग पनि रिलेसन हुँदैन। यो ट्याक्कै क्लोजिङ स्टक जस्तै हुन्छ। रिलेसन नभएको कारणले गर्दा प्रपोज डिभिडेन्डलाई चाहिँ तल नै सिधा के गरिदिने त डेबिटमा पनि राखिदिने, क्रेडिटमा पनि राखिदिने। 90,000को 10% भनेको 9,000। यति गरिसके पछाडि रिमाइनिङ आइटमलाई अब के गरिदिने त जस्ताको त्यस्तै एडजस्टेडमा ट्रान्सफर गरिदिने। जस्तै ओपनिङ स्टक 50,000 डेबिटमै सारिदिने। पर्चेज 190 डेबिटमै सारिदिने। 20,000लाई हामीले एडजस्ट गरेर 25 बनाएर सारिसक्यौँ। स्यालेरिज 30,000 जस्ताको त्यस्तै डेबिटमा। रेन्ट 24,000 जस्ताको त्यस्तै डेबिटमा। क्यास 36 डेबिटमै। डेप्टर्स 30 डेबिटमै राख्ने। सेयर क्यापिटल 90 क्रेडिटमा राख्नु पर्यो। सेल्स 3 लाख क्रेडिटमै राख्ने। पिएल अकाउन्ट क्रेडिटमा छ 50,000 क्रेडिटमै राख्ने। क्रेडिटर्स 40,000 क्रेडिटमा छ क्रेडिटमै राख्ने। अब यति गरिसके पछाडि तल एडिसनल इन्फर्मेसनलाई पनि हामीले एडजस्टेडमा ट्रान्सफर गर्नु पर्यो। जस्तै हामीसँग आउटस्ट्यान्डिङ वेजेस छ क्रेडिटमा 5,000, यसलाई पनि क्रेडिटमा लगेर राखिदिने एडजस्टेडमा। डिप्रिसिएसन 10,000 डेबिटमा छ, यसलाई
डेबिटमै लगेर ट्रान्सफर गरिदिने। प्रपोज डिभिडेन्ड चाहिँ डेबिट क्रेडिट दुईटैमा भएको कारणले गरेर यसलाई चाहिँ डेबिटमा पनि राख्ने क्रेडिटमा पनि राख्ने। यति गरिसके पछाडि अब यो तीनवटा कोलम हामीले भरिसक्यौँ, अनएडजस्टेड, एडजस्टमेन्ट्स र एडजस्टेड ट्रायल ब्यालेन्स। यसको टोटल चाहिँ तल निकालेर राखिदिने। 480 क्वेसनमै दिएको थियो। 5000, 10,000, 15,000 र 9,000ले 24,000 डेबिट क्रेडिट एडजस्टमेन्ट्सको इक्वल आयो। त्यस्तै गरेर एडजस्टेड ट्रायल ब्यालेन्समा पनि डेबिट क्रेडिट जोडेर राखिदिने, जुन चाहिँ 4,94,000 हुन जान्छ। दुईटा इक्वल नै आउँछ। यहाँसम्म हामीले गरेको राइट छ भने यो तीनवटा इक्वल आउँछ। त्यस पछाडि फर्दर जाम। अब चाहिँ हामीले के गर्नु पर्यो त भन्दा पार्टिकुलर्समा नाम हेर्दै इन्कम स्टेटमेन्टमा चढ्छ कि रिटर्न अर्निङमा चढ्छ कि ब्यालेन्स सिटमा चढ्छ छुट्याउनु पर्यो। इन्कम स्टेटमेन्ट भनेको ट्रेडिङ र पिएल, स्टेटमेन्ट अफ रिटर्न अर्निङ भनेको एप्रोप्रिएसन र ब्यालेन्स सिट भनेको ब्यालेन्स सिट नै हो। ओपनिङ स्टक ट्रेडिङमा चढ्छ, ट्रेडिङमा चढ्ने भएको कारणले यसलाई हामीले इन्कम स्टेटमेन्टमा राख्यौँ डेबिटको डेबिटमै। पर्चेज ट्रेडिङमै चढ्छ, त्यो भएको कारणले इन्कम स्टेटमेन्टमा डेबिटको डेबिट। वेजेस ट्रेडिङमा चढ्छ, चढाउँदाखेरि अब 20,000 चाहिँ होइन 25,000 चढाउनु पर्यो। त्यस्तै गरेर स्यालेरिज पिएलमा चढ्छ, इन्कम स्टेटमेन्ट भनेको पनि पिएलै हो, यसलाई इन्कम स्टेटमेन्टमा राख्नु पर्यो। रेन्ट पनि सेम वेमा पिएलमा चढ्ने। क्यास ब्यालेन्स सिटमा चढ्छ, यहाँ चढ्दैन। डेप्टर्स पनि यहाँ चढ्दैन, ब्यालेन्स सिटमा जान्छ। मेसिनरी पनि ब्यालेन्स सिटमा जान्छ, यहाँ चढ्दैन। क्यापिटल ब्यालेन्स सिटमा जान्छ, यहाँ चढ्दैन। सेल्स चाहिँ हाम्रो के हो त भन्दा ट्रेडिङ एकाउन्टमा चढ्छ, इन्कम स्टेटमेन्टमा राख्ने। त्यस पछाडि पिएल अकाउन्ट एप्रोप्रिएसनमा जान्छ, रिटर्न अर्निङमा राख्ने। क्रेडिटर्स ब्यालेन्स सिटमा जान्छ, ब्यालेन्स सिटमै राख्ने। योदेखि बाहेक आउटस्ट्यान्डिङ वेजेस भनेको लायबिलिटी जो ब्यालेन्स सिटमा जान्छ, हामीले अलरेडी माथि वेजेससँग जोडेर इन्कम स्टेटमेन्टमा राखिसक्यौँ, अब ब्यालेन्स सिटमा राख्ने। डिप्रिसिएसन अन मेसिनरी चाहिँ एक्सपेन्सेस हो। ब्यालेन्स सिटमा चाहिँ मेसिनरी चढ्दाखेरि त्यसलाई घटाएर हामीले ब्यालेन्स सिटमा चढाएका छौँ। यो डिप्रिसिएसन अन मेसिनरी चाहिँ इन्कम स्टेटमेन्टमा चढेको छैन, त्यही भएर यसलाई डेबिटमा लगेर राख्नु पर्यो। प्रपोज डिभिडेन्ड भनेको पिएल एप्रोप्रिएसन अकाउन्ट र ब्यालेन्स सिटमा चढ्ने कुरा हो, यो इन्कम स्टेटमेन्टमा चढ्दैन। यति गरिसके पछाडि हाम्रो इन्कम स्टेटमेन्टमा चढ्ने डेबिट र क्रेडिटको दुईटा आइटम हामीले चढाइसक्यौँ। अब टोटल हेरौँ। टोटल हेर्दाखेरि चाहिँ डेबिट साइडमा धेर छ। डेबिट साइडमा चाहिँ हाम्रो 3,29,000 आउँछ। अब क्रेडिट साइडमा पनि 3,29,000 आउनुपर्ने, तर 3 लाख मात्रै छ क्रेडिट साइडमा। लेख्न चाहिँ 320 नै लेख्ने, 29 नै लेख्ने, तर क्रेडिट साइडमा हामीसँग 29,000 पुगेन, त्यसलाई हामीले थप्नु पर्यो नेट लस भनेर क्रेडिटमा। यति गरिसके पछाडि हाम्रो इन्कम स्टेटमेन्टको डेबिट क्रेडिट टोटल इक्वल आउँछ। र अर्को कुरा के विचार गर्ने त भन्दा हामीले निकालेको नेट लस वा नेट प्रफिट, त्यस्तै गरेर रिटेन अर्निङ सरप्लस वा डेफिसिट चाहिँ निकालेको त जहाँ पुग्दैन त्यहाँ राख्ने, निकालेकोलाई सार्नु पनि पर्छ, ट्रान्सफर पनि गर्नुपर्छ। ट्रान्सफर गर्दा चाहिँ डेबिटमा थियो सुरुमा, हामीले डेबिटमा थप्यौँ भने ट्रान्सफर गर्दा क्रेडिटमा गर्ने। हामीले ब्यालेन्स गर्दा थप्दाखेरि चाहिँ क्रेडिटमा थपेको छ भने त्यसलाई ट्रान्सफर गर्दा डेबिटमा थप्नुपर्ने हुन्छ। नेट लस अहिलेलाई हामीले क्रेडिट साइडमा थपेको छौँ, अब यसलाई ट्रान्सफर गर्दा चाहिँ डेबिट साइडमा लगेर ट्रान्सफर गर्नु पर्यो। अब सुरुमा चाहिँ रिटर्न अर्निङमा चढ्ने आइटम माथि ट्रायल ब्यालेन्समा दिएको कुरालाई हेरौँ। ट्रायल ब्यालेन्समा हामीसँग सेकेन्ड लास्ट आइटम छ पिएल अकाउन्ट। पिएल अकाउन्ट क्रेडिट साइडमा छ, 50,000 क्रेडिटमै रेकर्ड गर्ने। त्यस्तै गरेर पिएल एप्रोप्रिएसनमा चढ्ने भनेको प्रपोज डिभिडेन्ड डेबिटमा चढ्छ, प्रपोज डिभिडेन्डलाई डेबिटमा राख्नु पर्यो 9,000। त्यस्तै गरेर हामीले नेट लस क्रेडिट साइडमा थपेको थियौँ, थपेको कुरालाई ट्रान्सफर गर्दा अब क्रेडिटमा थपेकोलाई डेबिटमा ल्याएर थप्ने 29,000। यति गर्दा रिटर्न अर्निङमा चढ्ने आइटमहरू सकिएको छ। रिटर्न अर्निङमा हेर्ने हो भने क्रेडिट साइडमा चाहिँ 50,000 छ, डेबिट साइडमा 29 र 9 गर्दा 38,000 मात्रै छ। भनेपछि हाम्रो 12,000 पुगेन, 12,000 हामीले थप्नु पर्यो। 12,000 चाहिँ अब रिटर्न अर्निङ भनेर थपियो डेबिटमा। अब डेबिटमा थपेकोलाई हामीले ट्रान्सफर गर्दा क्रेडिटमा ट्रान्सफर गर्नु पर्यो। अब रिमाइनिङ आइटमलाई चाहिँ जस्ताको त्यस्तै ब्यालेन्स सिटको डेबिट हो भने डेबिट, क्रेडिट हो भने क्रेडिट गर्दै जाने। हामीसँग डेबिट साइडमा क्यास छ 36,000, सेम वेमा डेबिट साइडमा 30,000 डेप्टर्स छ, सेम वेमा डेबिट साइडमा मेसिनरी 90,000 छ। डेबिटको आइटम सकिएको छ। त्यस्तै गरेर डेबिटको आइटम सकिएको छ। क्रेडिट साइडमा सेयर क्यापिटल छ 90,000, क्रेडिट साइडमा सेयर क्यापिटल छ 90,000। क्रेडिट साइडमा सेल्स रेकर्ड भयो, पिएल अकाउन्ट रेकर्ड भयो, क्रेडिटर्स चाहिँ हामीसँग 40,000।
अब त्यस्तै गरी एडिसनल इन्फर्मेसनमा हामीसँग आउटस्ट्यान्डिङ वेजेस चढ्न बाँकी छ, यसलाई हामीले क्रेडिट साइडमा ट्रान्सफर गर्नु पर्यो, क्रेडिटमै छ। डिप्रिसिएसनलाई हामीले इन्कम स्टेटमेन्टमा रेकर्ड गरिसक्यौँ, यो चढेन। प्रपोज डिभिडेन्डलाई डेबिटको रेकर्ड गऱ्यौँ, क्रेडिटको बाँकी छ। अब क्रेडिटको 9000 चाहिँ हामीले ब्यालेन्स सिटमा ल्याएर चढायौँ। त्यस पछाडि रिटेन अर्निङ हामीले डेबिटमा थपेको थियौँ, डेबिटमा थपेकोलाई क्रेडिटमा ट्रान्सफर गरिदिने 12000। यति गरिसके पछाडि चाहिँ हाम्रो ब्यालेन्स सिट अटोमेटिकली लास्टमा इक्वल आउनुपर्छ, 1,56,000 1,56,000। यदि इक्वल आएन भने चाहिँ हामीले गरेको रङ भयो भनेर बुझ्नु पर्यो। ल यहाँसम्म चाहिँ हामीले वर्कसिट 10 कलम विथ एडजस्टमेन्ट्स कसरी गरिँदो रहेछ भन्ने कुराको बारेमा डिस्कसन गऱ्यौँ। फेरि थप केही कुराको बारेमा डिस्कसन गर्नु परेमा हामी नेक्स्ट भिडियोमा आउनेछौँ। आजलाई यति नै, थ्याङ्क यू।